फाइनली गाइज हामी चाहिँ जूमा आइसकेका छौँ। हामी छौँ 4 जना अनि यहाँ म। हेलो वेलकम टु माइ ब्लग। आज हामी जूमा आएको छौँ। है तिमी देखाएको छस्? के देख्यो? ल हाइन खै ल ल ल छिटो अझै तल हात माथि राख ल आऊ यता हेर्दैन हामी चाहिँ अहिले सुइसना र आयनको साथीहरू भेट्न आएको छौँ। ऊ यहाँ धेरैजना छ सुइसनाको आयनको साथीहरू धेरै छ यहाँ। ऊ आऊ रे आऊ भने आयो 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 आऊ भनेको त आयो। बाई गरिदियो आयन। आऊ 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 होइन टाइगर हेर्नु जाने आऊ अब उता हेर मङ्की आयनको साथी सुइसनाको साथी एउटा तल छ हेर हेलो गरिदियो त उठ्यो बसिरहेछ ऊ मङ्की आएन ऊ तल हेलो भन घरमा बसिरहेछ है आयन। टाइगरको घर देख्यो? देख्यो? हामीले देखेछ कि छैन? यहाँ चाहिँ डुङ्गामा बस्नलाई यतिको लाइन छ। मान्छेहरूको भिड हेर न। है सुइसना बस्ने भने हो डुङ्गामा हो। जाऊ त्यो जाऊ न। भयो भन्छ यता मन परेन त्यहाँ देखेन मम्मी बोलाउ त हात्तीलाई एलिफेन्ट भन
एलिफेन्ट रोइरहेछ हेर त आयन एलिफेन्ट रोइरहेको हो पानी खाएको कि क्या हो होइन बियर बियर कालो भालु हेलो भनिदेऊ न हेलो भनिदेऊ न सन्चै छ भनिदेऊ न सन्चै छ भनिदेऊ आई लभ यु होइन मङ्की हो मङ्की के खाना हो रे ल भन त मङ्की भन आफू खाना हो भनेको छ भन यहाँ चल त उठ्यो होइन उठ्यो चिटुवा त्यहाँ बस्नु बियर भन न आऊ बाहिर आऊ म हेर्न आएको छ भन घरमा बसिरहेछ ऊ बाहिरै निस्केन यता फर्केन खाऊ न सुइस न खोलामा पाउने यहाँ देख्नु हाम्रो जुन भएको ल नाच्ने बेलामा पो रमाइलो हुन्छ त मयूर सबै त्यो उ गरेर त्यसको रहेछ नि पुसारो आउँदैन ढलक ढलक गरेर मयूर र मैथिली भने के हो नि त्यसको डाँफो त रातो हुनुपर्ने हो नि त्यो उसमा टुप्पोमा रातो हुन्छ है यो पोथी हो नि त ए भालेको हो भालेको हो नि भालेको हो नि त रातो हुन्छ के हो यो कालिज रे कालिज जापानी खै फुलमा के कोटाएर आयन र सुस्नाको साथी एउटा एउटा है आयन तिम्रो सानो साथी दिदीको ठुलो साथी ए ऊ के खायो हेर न फुईको खाँदो रहेछ है नटी रहेछ मङ्की हेऱ्यो हेऱ्यो त अनि फर्केर तिमीलाई चिने रहेछ हामी पनि मङ्की भन त
मन के भन न के खाएको भन मकै खाएको होला सोध त हुन्न उठेको आयो मकै फोटो